पालो आएन पालो आएन यार देखाले दूरी भन्दा अगाडि कोही पनि नबनिदिनु होला कृपया किनभने सङ्केत हुनसक्छ खेल्या हो भने रुपियाँ तिर्न 200 रुपियाँ तपाईँलाई लट्ठीले पनि लाग्न सक्छ त्यहाँ उयो यति टोपी यति छ हो अच्छा कान्छा भाइ टोपी देऊ न अलिकति टाढा बनिदिनु होला कृपया के गर्नु है झाके अहिले लाथ्यो नि त देऊ का देऊ एकैछिन कान्छा देऊ न कृपया साइड राखिदिनु होला थोरै गोबले यहाँ हामीले सङ्केत गरेको अनुसार गाडी यदि सङ्केत भएन बनाइदे कृपया बाहिरबाट नबोलिदिनु होला लट्ठो त माथि बनाउने हो त लट्ठो माथि बनाउनु पठाऊ के लट्ठो भनेको लट्ठो अब नम्बर 2 मा मनिषा पुन त्यो बनिदिनु होला तपाईँले लट्ठीले पनि लाग्न सक्छ बजेटिङ आउन चाहिँ सर्भिस ओइ खुट्टा फेरि यसपछि नम्बर 3 कर्णाधिक बोलाए त टेबल खाएर अलि डगर बोलाए सङ्केत हुन्छ नि अनि एउटा सङ्गीतले मान्छे हुनु पर्यो बोले हान्न पनि भने कास्ने एउटा कास्ने मात्र हुनु पर्यो कास्ने मात्र लाग्नु पर्यो लास्टमा हान्ने है रेखादेखि 1 मिनेट टाढा गरिदिनु होला हरेलाई त हरेलाई हाने नमानिने यसपछि तयारी अवस्थामा बस्दिनु होला थापालाई अनुरोध गर्दछु यसपछि गोपाल थापा कृपया बाहिरबाट हो नगरिदिनु होला लेखान चालु गरे मेरो मान्यता हुने छैन कृपया बाहिर शान्त गरिदिनु होला पालो आएन यार देखाले के हो यहाँ गडबड छ कि गडबड चाहिँ एकदम आइसक्यो सालाहरु गडबड गर्ने भइएन ये क्या हो रे वो झ्याली हो गयो यो यार भन्नु र हो चिगाया म त गाडी ओले हो बाटो जानु पर्यो चिगाया गाडी का हात अरु पछाडिको इन्जिन फिर्केमा यार 200 रुपैयाँ हालेर बाबु को बाटो अनि त्यसले हान्छ कि नागे बोले यार नम्बर 2 अंक दिएको अरु कोही इच्छुक हुनुहुन्छ भने कृपया सम्पर्कमा आइदिनु होला यो त लाज झ्याल्यो बालो
ज्याली हो यो त बाल लुटी हुन् बा जिगा आयो भने भारी गरिराख्ने कुरा थाहा न बोले मनै दुख्यो नभए किन हालेर त हामी नानी म पाछु ज्याली हो यार यो फर्का ज्याली भयो ज्याली कस्तो लाग्यो तपाईँले मेला कस्तो लागिरहेको एकदम सही लागिरहेको यार एकदम सही